गुरुर् साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। गजाननं पद्मादिसेविता कपितजम्बो फलचारुभक्षा उमासुतं कविनाशकारकम् नमामि सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयम् समापनी भक्तवृन्द महानुभाव शिक्षणी चिकित्सालयद्वारा आयोजित श्रीमद् पुरुषोत्तम भगवानको यो पावन कथा यो सप्ताह ज्ञान महायज्ञको आज हामी 5औं दिनको रात्रिकालीन सत्रमा उपस्थित छौँ। आज भगवान कृष्णको प्रादुर्भाव गर्दैछौँ। हामी भगवान कृष्णको जन्मको लीला देखाउँदैछौँ। भगवान कृष्ण कसरी यो धरतीमा आउनुभयो, के कारणले आउनुभयो, भगवानका कथालाई अगाडि बढाउँदै जाँदाखेरि प्रभु आज हे भगवान श्रीरामका चरित्रहरू पनि श्रवण गऱ्यौँ। प्रभु आज रघुकुलको बारेमा श्रवण गरिसकेपछि आज सौनकादि ऋषिहरूले प्रश्न गर्नुभयो, हे भगवान अब हामीलाई यदुकुलको बारेमा सुन्न मन लाग्यो। हे भगवान सुरसेन नाम गरेका राजा आफ्नो सारा राज्यलाई सुखमय बिताइरहेका थिए, प्रभु आनन्दले बिताइरहेका थिए। साम नाम भन्दै एउटा राज्य चल्नको लागि, एउटा नीति चलाउनको लागि, एउटा नेतृत्वको पदमा रहनेवाला त्यो परम पूजनीय व्यक्तिले के कुरालाई ध्यान दिनु अरे भन्दा साम दान दण्ड अनि भेष नीतिको स्रोत यही छ। न्याय पाउनेले न्याय पाउनुपर्छ, दण्ड पाउनेले दण्ड पाउनुपर्छ, बालकहरूको सेवा हुनुपर्छ, वृद्धहरूको सेवा हुनुपर्छ, दिन दुखीको गरिबको सेवा हुनुपर्छ। प्रभु आज सबैलाई खुसी बनाएर आफ्नो राज्य अगाडि बढाइरहेका थिए। हे भगवान आज पुत्री पनि बढ्दै गई। प्रभु कंसासुर नाम गरेको छोरो, हे छोरा अब तिम्री बहिनीलाई अब विवाह दान गर्नुपर्छ, यो सुयोग्य वर खोज। सारा नगरमा हल्ला पिटियो। प्रभु हे भगवान ओहो मेरी बहिनीलाई कन्यादान दिनको लागि ओहो आज सुरसेन नाम गरेका राजा ज्वाइँ बनाउनको लागि कोही एक पुरुष कोही छौ भने हे भगवान कर्म गर्नेवाला, धर्म गर्नेवाला, वेद पढेको, शास्त्रको अध्ययन गरेको, कर्मनिष्ठ ब्राह्मण कोही छौ भने ओहो भन्दै सबैले आफ्ना साथीभाइहरूलाई सबैलाई खबर पठाउँछ। वसुदेव नाम गरेका ब्राह्मण आफ्नो कर्ममा निष्ठ थिए, कर्मनिष्ठ सत्यवादी, कुनै पनि धर्ममा कुनै पनि कर्ममा आए भगवान आफ्नो अस्तित्व अघि बढाएर लिएर जानेवाला ती ब्राह्मण। हे भगवान लौ सुरसेनले कन्यादान दिँदैछ अरे भन्ने खबर पाएपछि आज वसुदेव पुग्नुभयो। वसुदेव पुगिसकेपछि प्रभु आज लौ विवाह दान गर्ने बेलामा ब्राह्मणलाई बोलाइयो, ज्योतिषीलाई बोलाइयो। ओहो प्रभु आज हामीले कन्यालाई दान गर्दैछौँ, प्रभु राम्रो दिन हेरिदिनुहोस्। प्रभु जुनसुकै कार्य गर्नको लागि, शुभ कार्य गर्नको लागि सबैभन्दा पहिला शुभ दिन हेर्नु। ज्योतिषशास्त्र अनुसार शुभ दिनको धेरै ठुलो महत्त्व छ, ती नक्षत्रहरूको धेरै ठुलो महत्त्व छ। लौ अब फलाना दिनमा विवाह गर्ने कामधामका साथमा बाजा बजाएर विभिन्न किसिमका आफ्नो बरियातको साथमा प्रभु आइबस्नुहोस् प्रभु भनेर एउटा वाग्दान प्रदान गरियो। वाग्दान भनेको पानी नै हो, त्यसलाई हामी लौ
भाषामा के भन्छौँ टिकोटालो भन्छौँ राधे टिकोटालो भन्ने शब्दको जुन संस्कृतको जुन मेन भाव हो त्यसलाई बाल दान भनिन्छ पानी दान वचन दान फलाना दिनमा आउनु होला प्रभु फलाना मुहूर्तमा आउनु होला लौ पनि ठिकै छ तपाईँकी कन्यालाई लिनको लागि आज म सारा आफ्नो परिवारको साथमा सारा धर्म कर्म पूजापाठ गरेर इत्यादि गरेर प्रभु शुभ मुहूर्तमा भएपछि पिता हुनुभयो समय वृद्धि हुँदै हुँदै प्रभु आज शुभ लग्नको जुनाइसक्यो प्रभु अब लौ आफ्नो परिवारको साथमा आइपुगेको विवाह सम्पन्न भयो हेर्नुहोस् अहिले जन्ती गएर बेहुली लिएर आउने चलन छ हिजो के थियो भन्दा घरका मान्छे मात्रै गएर विवाह दान गर्ने अनि माइतीले ल्याएर छोड्छ वास्तवमा कन्यादान त्यही कन्यादान के हो हाम्री कन्यालाई सबैको घरमा सबैको संस्कारमा सबैको कुलमा सबैको वंशमा उहाँहरूले प्रवेश गराउँदैछौँ प्रभु ओहो तपाईँको घर कस्तो छ तपाईँको वंश कस्तो छ भनेर माइतीहरू आएर घरमा ल्याएर बुझाइदिनु पर्छ अत्यन्त माया गर्ने वंशले धेरै माया गर्छ बहिनी भनेपछि हो सुखमा दुःखमा साथ दिनेवाला सँगै हुने सँगै हाँस्ने सँगै खेल्ने बालकै भए तापनि आफू बालक बनेको वंशले आफ्नी बहिनी देवकी नाम गरेकी बहिनीसँग आफ्नो लीला गर्थ्यो समय वृद्धि भयो विवाह दान पनि सम्पन्न हुन लाग्यो अब मेरी बहिनीलाई म आफैले छोडेर आउँछु अझ कोही जानु पर्दैन म रथमा जान्छु ओहो मेरा द्वारपालहरू हो हे सेना हो हे मेरा गणहरू हो अब यो रथ तयार गर मेरी बहिनीको रथमा कुनै तलमाथि हुनुहुन्न है झकझक बलेको हुनुपर्छ अत्यन्त सुशोभित हुनुपर्छ अघि पछि बाजा बजेको हुनुपर्छ म मेरी बहिनी र मेरा ज्वाइँको साथमा म सँगै जान्छु सँगै गएर प्रभु आज म मेरी बहिनीलाई लगेर आज घरमा छोडेर आउँछु भनेर आज कंसासुरले बहिनीलाई सँगै लिएर जाँदैथ्यो आफ्नो रथमा पछाडि बसालेर ज्वाइँ र बहिनीलाई पछाडि बसेर आफ्नो स्वयं त्यो रथको चालक पनि अगाडि बढ्दै अगाडि बढिरहेको थियो बेला बेलामा सम्झाउँथ्यो ए बहिनी पढाइको घरमा जाँदैछौ अर्काको संस्कारमा भिज्दैछौ अर्काको परिवारमा जाँदैछौ हे भगवान् तिमीले राम्रो काम गर्नु है अतिथिको सेवा गर्नु है मिठो बोल्नु है सासु ससुराको सेवा राम्रोसँग गर्नु है वचन कहिल्यै पनि नफर्काउनु है संसारमा सबैभन्दा ठुला देवता भनेका एउटा नारीको लागि श्रीमान हो अनि श्रीमानको लागि सबैभन्दा नजिककी लक्ष्मी भनेकी आफ्नो श्रीमती हुन् राम्रोसँग गरी खानु है भनेर सम्झाउँदै लिएर जाँदै थियो अब उता हे भगवान् सारा 33 कोटी देवताहरूले ती गाई बाण सारा ओहो भगवान् कृष्णको अवतार हुँदैछ अरे भगवान् कृष्ण आउँदै हुनुहुन्छ अरे भगवान् कृष्णको यो सधानमा आगमन हुँदैछ अरे प्रभु अब हामी सबै हेर्नुहोस् है वेदका ऋचाहरू मन्त्रहरू आज जन्मदेखि भगवान्को दर्शनको लागि नभए भएका आज जन्मदेखि भगवान्को दर्शनको लागि इच्छुक भएका सारा ती जनहरू ओहो वृन्दावनमा गए कोही वृन्दावनमा गए कोही मथुरामा गए कोही द्वारकामा गए प्रभु कोही गोकुलमा गए बाल्यकालको लीला गर्नेवाला गोकुलमा गए युवाकालको लीला गर्नेवाला वृन्दावन र द्वारकामा गए ओहो अब भगवान् आउँछन् भगवान् श्री विष्णुको अब कृष्ण अवतार हुने बेला भएको छ जसको साथमा रहेर हामीले आनन्दताको अनुभूति लिनुपर्छ हो भगवान्सँग सँगै खेल्नुपर्छ ती गाईहरू पनि यति खुसी हुन्थे भगवान् कृष्णले हामीले चलाउन लिएर जान्छ हो भगवान्सँग हामी सँगै चल्नुपर्छ भगवान्ले बिस्तारै मुरली बजाउँछ मुरलीको धुनमा हे भगवान् हामी पनि सँगै रमाउँदै चल्नुपर्छ आनन्दताको अनुभूति लिनुपर्छ भलै शरीरले पशुको रूप धारण गरेको भए तापनि हाम्रो चित्त कुनै प्रभुले परमात्माको चरणमा हुनुपर्छ आज सबै देवी देवताहरू गएर छिटै जन्म लिनुहोस् प्रभु छिटै जन्म लिनुहोस् भनेर आज ब्रह्मादि देवताहरू गएर भगवान् श्री विष्णुलाई श्री विनती गर्छन् र भगवान् विष्णुले भन्नुहुन्छ ल ठिकै छ तपाईहरु जानुहोस्
अब म वर्षौँदेखि आफ्नो पुत्रको रूपमा जन्म दिनको लागि आज मेरा वसुदेव र देवकी मेरो कर्म गरिरहेका छन्, मेरो भक्ति गरिरहेका छन्, मेरो साधना गरिरहेका छन्। तिनीहरूलाई पनि मैले सार्थक तुल्याउनु पर्छ। मैले माता र पिता एउटा रोज्नुपर्छ। रोज्ने बेलामा अहिलेको जन्म मैले देवकी वसुदेवलाई रोज्नेछु, किनैको गर्भबाट म धरतीमा आउनेछु भन्दा 33 कोटी देवताहरूको पनि के हो सल्लाह हो। ल भगवान आउने भयो भनेपछि सारा स्वर्गका देवताहरू सारा अमरावती राज्य सारा खुसियाली मनाउन लाग्यो। भगवान कृष्ण आउने साँझबाज देवताले गरेका छन्। उतातिर वसुदेव र देवकीलाई सँगै रथमा लिएर आज कंसासुर अगाडि बढ्दैछ। अगाडि बढ्दै 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 जाँदाखेरि एउटा आकाशवाणी भयो, अरे कंसासुर तैँले जसलाई लिएर जाँदैछस्, जसलाई आफ्नै बहिनी मानेर एकदम प्यार गरेको छस्, एकदम माया गरेको छस्, त्यसैको गलबारमा बन्नेको आफ्नो गर्वले तँलाई मार्नेछ। ओहो राक्षसी वंशजहरूलाई कसैले मार्छ भन्ने बित्तिकै, कसैले हामीले आक्रमण गर्छ भन्ने बित्तिकै यी तामसी स्वभावका मान्छेलाई रिस उठ्छ। राधे राधे। जसलाई अलिकति क्रोध आउँछ, जसलाई झगडा गर्न मन लाग्छ, कसैले अलिकति केही बोलिदियो भने त्यसले झन् त्यहाँ थप्छ। तिनीहरू समान्न गाह्रो। आज त्यस्तै स्वभावको कंसासुर हो। अहिलेसम्म माया गरेकी मेरी बहिनी होइन होला, होइन होला। फेरि अर्को आकाशवाणी भयो, होइन कंस होइन, तैँले जसलाई लिएर जाँदैछस् त्यसमा आफ्नो गर्वले तँलाई अवश्य मार्नेछ। तेरो मृत्युको कारण त्यही हुनेछ। जब यो आकाशबाट बाणी भयो, लौ न कसले बाणी गर्यो, लौ न दायाँ बायाँ हो, पक्कै पनि देवताले छल गरेको हुनुपर्छ। ओहो मलाई मार्ने, ओहो तेरो गर्वले मलाई मार्ने। अघिसम्म माया गरेको त्यो बहिनीलाई आज चुल्ठीमा समातेर त्यो रथमा हातमा तरबार लिएर, हे बहिनी अघिसम्म मलाई तेरो धेरै माया लागेको थियो, अब त मलाई तेरो माया लाग्न छोड्यो, अब तँलाई नै म मार्छु, किन तेरो गर्भबाट जन्मेको आफ्नो गर्भ मेरो मृत्युको कारक बन्नेछ भनेर आज आफ्नै बहिनीलाई मार्नको लागि हातमा तरबार लिएर अगाडि बढ्छ। अरे तरबार घुमायो, हे तरबार घुमायो, हे बहिनी काट्न कंसासुरले तरबार घुमायो। तरबार घुमायो, तरबार घुमायो, बहिनी मार्न कंसासुरले तरबार घुमायो। तरबार घुमायो, तरबार घुमायो, बहिनी मार्न कंसासुरले तरबार घुमायो। तरबार घुमायो, बहिनी मार्न कंसासुरले तरबार